नमस्कार। फेसबुक लाइभमा यहाँहरूलाई स्वागत छ। धेरै पछि फेसबुक लाइभमा जोडिएका छौँ। आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थली घण्टीघरबाट र विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ अभियानका साथ पार्टी गतिविधिलाई अगाडि बढाउने उद्घोष सभापति पुनः जिम्मेवारीमा फर्केकै दिन सभापति रवि लामिछानेले यहीँबाट गर्नुभएको थियो र त्यसअनुसार केन्द्रीय कमिटीले उहाँका निर्देश अनुसारका केही योजनाहरू बनाएको छ र ती योजनाहरूमा प्रत्यक्ष रूपमा सभापति रवि लामिछाने संलग्न भएर नागरिकहरू बीच पुग्ने, पार्टी सदस्यहरू बीच पुग्ने एउटा अभियान सार्वजनिक भइसकेको छ। जनयात्राको शुभारम्भको कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएको क्षेत्र चितवनबाट 23 गते पर्सि शुभारम्भ हुँदैछ। विशेषतः यो जनयात्रामा एकातिर नागरिकहरूका समस्याहरूलाई उठाइनेछ भने अर्कातिर पार्टीका गतिविधिहरूलाई थप व्यवस्थित बनाउने अभियान पनि सँगसँगै लैजाने राष्ट्रिय स्वतन्त्र पार्टीले तयार गरेको छ। म विशेषतः पर्सि चितवनमा हुने 2 बजेपछि हुने ठूलो सभा, बृहत सभा र त्यो सभा अन्तर्गतबाट घोषणा गरिने जनयात्रा कार्यक्रममा सहभागी हुन चितवनवासी जो रवि लामिछानेलाई भित्री हृदयदेखि निकै प्यार गर्नुहुन्छ, सद्भाव राख्नुहुन्छ, शुभेच्छा व्यक्त गर्नुहुन्छ, उहाँहरूलाई त्यो विशाल कार्यक्रममा उपस्थित हुन म हार्दिक आग्रह गर्छु। सभा हुनेछ जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउसको चौरमा कार्यक्रम हुनेछ 2 बजेपछि। त्यसअगाडि विभिन्न झाँकीहरू, र्यालीहरू प्रदर्शन हुने नै छन्। म चितवनका आम नागरिक, म राष्ट्रिय स्वतन्त्र पार्टीका मात्रै भनिरहेको छैन, चितवनको आम नागरिक जसले चितवनबाट फरक सन्देश पनि दिनुपर्नेछ, त्यो राजनीतिक रूपमा एकातिर राजनीतिक रूपमा सन्देश दिनुपर्नेछ भने अर्कातिर रवि लामिछानेप्रति राज्यले साधेको प्रतिशोध विरुद्ध एउटा खबरदारी पनि गर्नुपर्नेछ। त्यसकारणले म हार्दिक आग्रह गर्छु 23 गते 2 बजेपछि चितवनको जिल्ला प्रहरी कार्यालय अगाडि हुने जनयात्राको शुभारम्भ कार्यक्रममा यहाँहरूको उपस्थिति उल्लेख्य हुनेछ भन्ने अपेक्षा राखेका छौँ। म यहाँहरूलाई चुलै निम्तो आज नै भन्न चाहन्छु सहभागिताका लागि। त्यसपछि मसँग हुनुहुन्छ यो जनयात्रा कार्यक्रम संयोजन गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले बनाएको समितिका संयोजक विराज भक्त श्रेष्ठ, माननीय विराज भक्त श्रेष्ठ। म यो जनयात्रा के हो, किन यो जनयात्रा आवश्यक पर्यो र यो जनयात्राको क्रममा के हुन्छ भन्ने विषयमा उहाँसँग केही संक्षिप्त कुराकानीका साथ तपाईहरुलाई जानकारी दिने प्रयास गर्नेछु। दाइ नमस्ते, स्वागत छ। थ्यांक यू। सम्पूर्ण श्रोतालाई नमस्कार। जनयात्रा 81 घोषणा भयो हैन, जुन दिन सभापतिले चाहिँ पूर्ववत जिम्मेवारीमा फर्किनु भयो त्यही दिनको बैठकले निर्णय गर्यो। के हो यो खासमा, के गर्छ यसले? यो पूर्व निर्धारित कार्यक्रम नै हो। हामीले पहिलादेखि नै पश्चिमदेखि पूर्वसम्मको यात्रा भन्ने तय गरेका थियौँ, तर आवा अवरोध अब संसदमा हाम्रो उपस्थितिमा भएको जिम्मेवारीहरूले गर्दाखेरि यो मिलिरहेको थिएन। सभापतिजीको चाहना पहिलादेखि नै थियो पश्चिमदेखि नै हामीले गर्ने भन्ने चिज ओभरड्यू पनि थियो, तर अहिले राइट टाइम किन पनि भयो भन्दा अहिले जस्तो खालको राजनीति भइरहेछ त्यसले चाहिँ हामीलाई तेस्रो धारको रूपमा उभाइ पनि रहेको छ हैन। त्यसमा हामीले धेरै काम गर्न बाँकी छ, हामीले मेहनतहरू गर्न बाँकी छ। तर अहिले तपाईले आम जनमानसमा हेर्यो भनेदेखि यो अहिलेको वर्तमान राजनीतिक परिस्थितिमा चाहिँ रासोपा, राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ एउटा आशाको हिसाबले हेरेको छ। सो हाम्रो सभापतिजी पहिलादेखि नै उहाँको प्रकृति चाहिँ कस्तो भन्दाखेरि जनतामाझै जानुपर्छ। हामी जनतामाझै उहाँको तपाईले यसो दृष्टान्तहरू पनि हेर्नुभयो भनेदेखि त्यहाँ नै हो हामीले ऊर्जा लिने भन्ने खालको छ। सो यो जनयात्रा चाहिँ बेसिकली हाम्रा राजनीतिक मुद्दाहरू यो बीचमा हामीले संसदमा गरे अनुभवहरू र आगामी दिनमा चाहिँ हामीले खेल्न पर्ने भूमिका कहाँनिर कमजोरी छ, देशले समाधान र सम्भावनाहरू कहाँनिर खोजिया छ भनेर जनताबाटै, किन भन्दा आज हामी चौथो ठुलो दल त भयौँ तर संसदमा जुन तरिकाले त्यो संख्याले हामीलाई पेलिया छ त्यो कुरा फेरि जनताले देख्न पनि भएको छ। सो यो चाहिँ जनयात्रा, जनजागरण यात्रा उहाँहरूको सुन्ने पनि मलाई के लाग्छ भन्दा यो जनयात्रा भन्दा त्यो पहिला जस्तो भाषण दिने प्रतिबद्धता गरेर आउनेवाला होइन। यो चाहिँ कस्तो भन्दाखेरि त्यहाँ जाने, आफ्नो कुराहरू पनि राख्ने र त्यसमा चाहिँ हाम्रो कमिटीहरू, हाम्रा प्रदेशको साथीहरूको लागि एउटा कार्यविधि पनि बनाएको छ। सो उहाँहरूले चाहिँ सभापति लगायत हाम्रा यहाँका जिम्मेवार नेताहरूलाई चाहिँ जनता माझसम्म जोड्नको लागि चाहिँ एउटा अभियान हो हैन।
र यो अभियान हाम्रो लागि चाहिँ एकदम लामो समयको लागि ड्यू पनि भइसकेको थियो। सो अहिले चाहिँ यो जनयात्राको मैले यति नै निवेदन गरेँ। अब चितवनबाट पर्सि 23 गते घोषणा भएपछि यो जनयात्रा कता कता जान्छ? यो जान चाहिँ अहिले चाहिँ हामीले प्रारम्भिक खाका चाहिँ के गरेका छौँ भन्दा 7 प्रदेशमा जान्छ यो। तर 7 प्रदेशमा जाँदाखेरि शहरी क्षेत्रमा मात्र होइन कि सभापति लगायत हाम्रा जिम्मेवार नेता भविष्यका नेताहरूलाई चाहिँ त्यसका आसपासको जिल्लाहरूमा चाहिँ त्यहाँ चाहिँ आमसभा भाषण भन्दा पनि उहाँलाई अलिकति अन्तर्क्रियात्मक हिसाबले त्यो आम नागरिकको पनि कस्तो छ भन्दा हामीले यसो सामाजिक सञ्जाल हाम्रो संगठनको साथीहरूले के भन्नुभएको छ भन्दा सभापतिलाई एकचोटि लिएर न रविलाई त अन्याय नै गरेछ, हामीले एकचोटि हेर्न पाउन भन्ने खालको त्यसलाई पनि सम्बोधन गर्नुपर्ने छ। सो त्यहाँ चाहिँ अलिकति स्थानीयहरूको कुराहरू सुन्ने अन्तर्क्रियात्मक हिसाबले अब कति ठाउँमा सुझावहरू लिने पनि, कति ठाउँमा त हामी मक्के पनि इमान्दार भएर भन्छौँ, कति ठाउँमा त हामीप्रति मान्छेहरूको अलिकति तिक्तता छ, अलिअलि सुन्न पनि जाने हामी होइन। के भन्दा अहिले नागरिक नै देशको अभिभावक जस्तो पनि भइदिएछ होइन, अरू कसैलाई देशको माया नै नभइरहेको परिस्थिति जस्तो भइरहेको बेला। सो हाम्रो लागि एउटा ऊर्जा लिनलाई, मार्गदर्शन लिनलाई, मार्ग निर्देश लिन जानलाई चाहिँ हामीले यस्तो खालको कार्यक्रम तय गरेको छ। पुरातन शैलीको छैन हाम्रो, एउटा चाहिँ जुन त्यो सम्बोधनवाला छ, तर त्यो बाहेक चाहिँ त्यसको पेरिफेरीका जिल्लाहरूमा जुन अब प्रदेश कमिटीहरूले हामीलाई सुझाव दिन्छ त्यो अनुसार चाहिँ जिल्ला जिल्लामा स्थानीय पालिकाहरूमा चाहिँ जनतामाझ जुन हाम्रो तरिकै हो, फेरि तपाईँहरूले हामी हाम्रो नेताहरूको तरिका हेर्नुभयो भने त्यो लोकली चिया खाँदै चोक चौतारीहरूमा मन्दिरहरू दर्शन गर्दै, सो एउटा चाहिँ सौहार्दपूर्ण देशको शान्तिको लागि, समृद्धिको लागि सुशासन स्थापना र कुशासन अन्त्यको यात्रा पनि हो यो। यसलाई हाम्रै पार्टीका पनि धेरै शुभेच्छुकले सदस्यहरूले हेरिरहनु भएको हुनुहुन्छ पक्कै पनि। उहाँहरूलाई पनि अलि प्रष्ट हुने गरी के बताइदिनुहोस् भने यस्ता यात्राहरू, जनयात्रा नाम जेसुकै दिए पनि होइन, केन्द्रबाट नेताहरू जाने अनि अभियानहरू चलाउने, तर स्थानीय नेतृत्वलाई चाहिँ विकास गर्नलाई पटक्कै ध्यान नदिने अरू दलहरूको पनि त्यस्तै देखिएको छ। त्यसलाई हामी कसरी चिर्छौँ? एकदम आभार, यो मेरो लागि एकदमै महत्त्वपूर्ण प्रश्न पनि। अनि म आज तपाईँहरूप्रति पनि आभार छु। हाम्रो नेता सहकोषाध्यक्ष दीपक बोहरा तपाईँप्रति किन आभार भन्दाखेरि नागरिक सञ्चार, नागरिक मिडिया, नागरिक खोज पत्रिकाको साइटबाट तपाईँहरूले जसरी गरिराख्नु भएको छ म तपाईँहरूको प्रशंसक पनि हो होइन। र तपाईँको शुभेच्छुकहरू जुन त्यो डेडिकेटेड तपाईँहरूप्रति विश्वास गर्नुभएको साथीहरू सबैलाई पनि म आभार व्यक्त गर्छु। सो तपाईँले भन्नुभएको कुरा हाम्रो लागि के एकदमै महत्त्वपूर्ण भन्दाखेरि नेतृत्व भने अब रासोपाको चुनौती हामी भएको हातमा गर्न मिल्ने नेता मात्र नेता होइन। तपाईँले यसो याद गर्नुभन्दा म त प्रदेश सभादेखि नै के भन्दा जबसम्म स्थानीय स्तरमा स्थानीय नेता जन्मिँदैन तबसम्म यो माथिबाट चाहिँ सबै चिज परिचालन हुँदैन। सुदूरपश्चिमका समस्या सिंहदरबारले कसरी देख्छ, त्यहाँको स्थानीयले जे देखाएको छ बुझाएको छ त्यो त त्यहाँबाट हो नि। अनि मैले सुरुदेखि नै पार्टीमा हाम्रो नेता दीपक बोहरा तपाईँ लगायत हामीले चाहिँ के भन्दा स्थानीयको अपनत्व र स्थानीयको नेतृत्व व्यक्तित्व विकास नभएसम्म केही पनि हुँदैन। अहिलेकै संविधानलाई हेर्नु भयो भनेदेखि तपाईँले स्थानीय सरकारलाई जुन खालको बजेट र अधिकार दिइएको छ संसारको कुनै संविधानले पनि यति अधिकार दिएको छैन हेर्नुहोस्। भनेपछि त्यसलाई चाहिँ हामीले नागरिक स्तरमा जोडेर स्थानीय तहमा चाहिँ स्थानीय अपनत्व भएको आफ्नो ठाउँलाई माया गर्ने सरकारको रूपमा स्थापित हुनुपर्छ भनेर यो चाहिँ हाम्रो लागि नेतृत्व हन्टिङ प्रोग्राम पनि हो होइन। अब यसमा मैले कसरी पनि निवेदन गर्छु भनेर भन्दाखेरि अहिले तपाईँले गत उपनिर्वाचनमा पनि याद गर्नु भने हामीले के चिजलाई सूक्ष्म तरिकाले गरिरहेको थियौँ भन्दा अहिले आम नागरिकहरूको समस्याहरू चाहिँ 51% भन्दा पनि बढी चाहिँ स्थानीय सरकारले नै समाधान गर्न सक्छ क्या। नीति निर्माणका कुराहरू त त्यो माथिको त्यो ऐन कानुन के भयो भन्ने कुरा त आम नागरिकलाई सजिलोसँग बुझ्न त सकिँदैन। के अधिकार आछ, बाटो बनाएको छ कि छैन, पानी खान पाछ कि छैन भन्ने कुरा जुन त्यो स्थानीय सरकारमा भएको अधिकारहरू छ त्यो पनि एउटा जागरण चाहिँ हो। किन भन्दा अहिले राजनीति कहाँ मिक्स भइरहेछ धन्न हामी त अलिकति सुगम क्षेत्रका जनप्रतिनिधि हुन पायौँ, क्षेत्रको साथीहरूले बुझ्नु भएको छ, मतदाता आमा बुवाहरूले बुझ्नु भएको छ। तर दुर्गममा मान्छेले वडाध्यक्षको काम के, मेयरको काम के, सांसदको काम पनि बुझिएको छैन। भनेपछि त्यो जागरण कसको काम के हो र जनताले कसलाई जवाफदेही बनाउने भन्ने चिजको यो एउटा अभियान पनि हो। सो तपाईँले अघि भन्नुभयो जस्तो हामी स्थानीय तहमा किन जाँदैछौँ भनेर भन्दा त्यहाँका सम्भावित भविष्यमा आफ्नो ठाउँलाई माया गर्ने। जस्तै म राजनीतिमा आएको मेरो ठाउँ उपत्यकामा भएको व्यतिथिलाई बचाउँ भनेर आज म मधेसमा त्यस्ता नेताहरू जन्मिरहेको देख्छु, सुदूरपश्चिममा त्यस्ता नेताहरू अमरगढीको लागि, उग्रताराको लागि होइन, ग्रेटाको लागि हाम्रो साथी दीपकले त कुराहरू उठाइरहेको हुन्छ नि त।
सो यो भावना भएको मान्छे स्थानीय तहबाट जाग्यो भनेदेखि त त्यो अपनत्वले चाहिँ संरक्षण पनि गर्छ र प्रवर्धन पनि गर्छ क्या। सो यो अभियानमा चाहिँ यो कुराहरू पनि समावेश छन्।